धेरै पहिले काठमाडौँमा गुरुमापा नामको एउटा डरलाग्दो राक्षस बस्थ्यो। ऊ मानिस जस्तै देखिन्थ्यो, तर वास्तवमा ऊ मानिस खान्थ्यो। ऊ राति निस्कन्थ्यो र गाउँलेहरूलाई सताउँथ्यो। एक दिन उसको भोक यति बढ्यो कि उसले गाउँबाट खाना मात्र होइन, मानिस नै माग्न थाल्यो। डराएका गाउँलेहरूले राजासँग गुहार मागे। राजाले नियम बनाए, हरेक घरले पालै पालो एकजनालाई गुरुमापालाई दिनुपर्छ। एक दिन एउटा गरिब बुढी आमाको पालो आयो। उनको एउटै सानो छोरा थियो। आमा धेरै दुखी भइन्, तर छोरा निकै चालाक थियो। उसले भन्यो, आमा चिन्ता नलिनुहोस्, म केही उपाय गर्छु। ऊ दहीको भाँडो बोकेर गुरुमापातिर लाग्यो। बाटोमा पुगेपछि ऊ जोडले रुन थाल्यो। गुरुमापाले सुनेर बाहिर आयो र सोध्यो, किन रोइरहेको छौ? छोराले भन्यो, म डराएको छु, यहाँ तपाईभन्दा पनि ठूलो राक्षस छ। उसले तपाईलाई खान खोजिरहेको छ। गुरुमापा रिसायो, म भन्दा ठूलो? कहाँ छ, देखाऊ। छोराले उसलाई एउटा इनार अर्थात् कुवा नजिक लग्यो र भन्यो, भित्र हेर्नुहोस्। गुरुमापाले इनारभित्र हेर्दा पानीमा आफ्नै छाया देख्यो। उसले त्यो अर्को राक्षस हो भनेर सोच्यो। रिसले चुर भएर ऊ त्यसमाथि आक्रमण गर्न इनारभित्र हाम छाल्यो र कहिल्यै बाहिर आएन। यसरी गाउँ गुरुमापाबाट मुक्त भयो।